मैले नानी बाबुहरूलाई मन पर्ने खाजाको रेसिपी लिएर आएको छु। यो चाहिँ तपाईहरुले टिफिनमा पनि दिन सक्नुहुन्छ। मैले चाहिँ एउटा बटुकामा मसिनो गरी काटेको प्याज, धनिया, मासुको किमा, रातो खोर्सानी अनि जिराको धुलो, मिट मसला र नुनलाई हालेर मज्जाले मिक्स गरेर यसलाई चाहिँ साइडमा राखिदिन्छु। अनि मैले चाहिँ यता रोटीलाई बेलेर रेडी गरेको छु। अनि रोटीलाई बेलिसकेपछि चाहिँ यसको साइडलाई चाहिँ कट गरेर फालिदिएको छु। अनि यसको एकपट्टिको साइडमा चाहिँ अघि बनाएको किमालाई हालेर मस्तसँग फैलाइदिने। अनि अर्कोपट्टिको साइडले चाहिँ यसलाई कभर गरिदिने अनि हल्का हातले यसलाई थिचिदिने। अनि मैले चाहिँ यसलाई चक्कुले कट गरिदिएको छु। यसको चाहिँ सबै टुक्रा बनाइसकेपछि मैले यसको बीचमा चम्चिला राखेर यसको डिजाइन बनाइदिएको छु। तपाईहरु पनि मैले भिडियोमा देखाए जसरी नै यसको डिजाइन बनाएर रेडी गर्न सक्नुहुन्छ। यसको डिजाइन बनिसकेपछि चाहिँ मैले यसलाई दुईटा आँखा पनि बनाइदिएको छु। अनि बिस्तारै हातमा राखेर यो चम्चीलाई चाहिँ तानेर निकालिदिएको छु। अनि तातो तातो तेलमा चाहिँ यसलाई लगेर फ्राई हुनको लागि छाडिदिन्छु। यसलाई चाहिँ दुवैतिर मज्जाले फ्राई गरिसकेपछि चाहिँ यो खानको लागि रेडी भइसकेको छ। तपाईहरुले चाहिँ यसलाई अचारसँग या केचपसँग पनि खान सक्नुहुन्छ। मैले चाहिँ यसलाई त्यत्तिकै खाएको छु। अनि मेरो छोरीलाई पनि लगेर दिएको, उसलाई चाहिँ यो एकदमै मिठो लाग्यो अरे। तपाईहरु पनि यो रेसिपी एकचोटी घरमा बनाएर खान सक्नुहुन्छ।